हामी सुत्केरी ल सुत्केरी चोक आउनु होला डेलिभरी चार्ज लाग्दैन ठाउँको नाम भुसुने यहाँ धुसुनेहरू ठाउँको नाम के अरे यो भुसुने रे धुसुने यहाँ धुसुने आउनु चाहिँ आएको अब यहाँनिर बाटो छैन भन्नु थालेँ ल हामी चाहिँ दोबारा पऱ्यो अब जाउँ कि नजाउँ भयो अब उकालो पनि फेरि सानो उकालो हो र भने मान्छे एउटा दस उकालो छ नि हाँसे गरेर उठ्नुपर्छ होइन नि तीन धारा चाहिँ आइपुग्यो ल है तीन धारा त्यसपछि अब यो पुरा है यहाँबाट हिँड्दै जानुपर्छ बबार अर्को पालि प्रो हो नि त प्रो देखाएको छ यता जानु त अर्ग्यानिक भग हो कि अर्ग्यानिक अर्ग्यानिक मान्छे अर्ग्यानिक हामी त्यो हाई गाई नमस्ते भन्ने त्यस्तो खाले हामी त एकदम नेचुरल एकदम जे छ जस्तो छ त्यस्तै देखाइरहेको छौँ दाजुभाइ सबैजना बाहुबडी झर्ना तिनधारे हेर्न जाँदैछु तपाईँहरूलाई यो बाइक राइड हामी देखाउँछौँ बाटोमा के हुन्छ कस्तो हुन्छ त्यहाँसम्मको यात्रा हामी देखाउनेछौँ है त साथीहरू ल त जब हामी यो कनौती बस पार्कबाट ल बस पार्कबाट कुद्यो पछाडि अब है छौँ अब यतातिर बाटो देख्नुहुन्छ उता चाहिँ अब हामी दाप्चातर्फ लाग्छौँ है त तपाईँहरूलाई हामी बिचमा राइड कस्तो भयो देखाउने नै छु अब हामी छिरे कता हामी दाप्चा सानपाटी दाप्चा ए ल आमा के हो यस्तो भ्यू त छता छ फुलबारी दाप्चा के उयो दसैँ लाग्छ उयो तेह्र लाग्छ उयो तेह्र लाग्छ ए आशीको तामाङ बोलाउ कि आशीको तामाङ मुतिरे अरे चोक च्याम्पाङ चोक गाडी नै आउँछ कता जान्छ तल कि माथि माथि हो चौतारा के चौतारा थाहा भएन अब चौतारा सीता पाइला अरे पिपल बोर्ड सीता पाइला कति हो कहाँ हो ए मेमोरी फुल होला मेमोरी फुल भरि के छ ये के पनि मेमोरी फुल के अबबाट के दियो याङ अब एकजना बुलेटको आउने बाइक छ अहिले आएको छैन बुलेट ग्याङ हामी सुत्केरी ल सुत्केरी चोक आउनु होला डेलिभरी चार्ज लाग्दैन ल हामी सुत्केरी चोक पनि कट्यौँ
यो चाहिँ 19 कम्पनीको घर पुरानो सर यतिको भएपछि त भइगयो अझै सबैजना भेट होला हामी अन्त अझै गर्ला अहिले चाहिँ हामी आउनु चाहिँ आएको अब यहाँनिर बाटो छैन भन्नाले ल हामी चाहिँ दोबारा पऱ्यो अब जाउँ कि नजाउँ भयो अब ल यतिखेर चाहिँ हामी तिनजना जाने साइडमा छौँ गिटारिस्ट गिटारिस्ट त्यो अर्को ग्रुप थियो त्यो तिनीहरू त त्यही चौतारामा गएर बसिरहेको छ अलमल पर बसिरहेको छ यहाँ आउने हो के हो पारा आउनु पर्दैन भन्नु होला ल यतिखेर चाहिँ हामी यो के ठाउँ यो दाप्चा चोक काशीखण्ड 12 दाप्चा चोकमा छौँ फेरि सुरु भयो अघि हामी उल्टो बाटो सुल्टै हो तर भर्के बाटोतिर गएछ हामी अहिले चाहिँ ओरिजिनल बाटोतिर ओरिजिनल बाटोतिर ल हामी चाहिँ सही बाटो आइपुग्यो अब सही बाटो आइपुग्यो हामी चाहिँ अब चाहिँ भाङाङ घुन्डुङ बाटो छ है आउँदाखेरि गाडी आइरहेको है यो लो उयो के यो ठाउँहरू है ल यहाँ चाहिँ यस्तै बाटो है फुर धुलो उठ्ने अनि यो गान्डाङ घुन्डुङ यस्तै बाटो छ पानी पऱ्यो भने खत्तमै हो सकेसम्म पानी पऱ्यो भने नआउनु होला त्यहाँ त पानी त पर्दैन हो पानी पर्ने सिजनमा चाहिँ पानी पर्ने सिजनमा चाहिँ नआउँदा हुन्छ यही उकालो हो क्या मान्छेले पनि ड्याङ ड्याङ त्यतै छ यहाँ आएर गए चाहिँ धुलो त्यसरी खानुपर्छ यो त नर्मल हो हामी यहाँ बादलभित्र छिरे यो चाहिँ सेकेन्ड बादल ओरिजिनल बादल माथि सेकेन्ड बादल मुनि ढुङ्गा ढुङ्गा खाइन्छ यही ढुङ्गा खाने ल कत्रो ढुङ्गा हो यो ल कत्रो ढुङ्गा बाढी आएपछि यस्तो यत्रो बलियो गरौँ ढुङ्गा र बगाल्नु र हामी चाहिँ त्यत्रो धुलो खाइ अघि आउँदा कालो थियो अहिले त भइसक्यो ल बाटो चाहिँ कुन ठाउँमा राम्रो कुन ठाउँमा नराम्रो छ है र हामीले अहिले फलाउने टाङ्गु तार यहाँबाट पनि अब हामी माथितिर लाग्दैछौँ हामी चाहिँ यस्तो एडभेन्चरस बाटो आएर चाहिँ यस्तो उकालो पनि ठाडो उकालो पनि फेरि सानो उकालो हो र मान्छे एउटा दस उकालो छ होस् हाँसे गरेर उठ्नुपर्छ यहाँ कुकुर पनि छ यो कुकुर पनि घुम्न आयो
आइपुग्यो एकछिन रेस्ट गरेर हात दुख्यो लास्ट बाइक राइड गर्दा यहाँ बस्नेको जिउ दुख्यो यो यस्तै हो कि हामी सेतो आएको के हामी यस्तो यहाँ सिस्नुकै खाने सिस्नु आमा यहाँ नजिकै यहाँ हात त लड्यो भने त फोका के गाउँ भन्दा यस्तो गाह्रो भयो आके खोइ त तिनीहरू त अर्कै भयो त्यो उनीहरू त आउँदैन नि त ल पछाडि आउँदैछन् अब त टाइम लाग्ने थाहा छैन फर्स्ट टाइम हो बाइकको आवाज सुन्दा होइन ल एकछिन रेस्ट गर्छौँ यहाँबाट अझ धेरै अगाडि जान्छ आयो ओके ल चाहिँ हामी यहाँ हाम्रो पनौती बजारमा पसल राख्ने केटो भेटिया छ गाउँमा होइन बाख्रा टन्न बाख्रा पाल्या छ होइन त्यो एउटा के गीत छ नि के अरे मलाई विदेश पनि यही भन्ने के गीत हो त्यो अमेरिका नि यही सौजी त्यही हो नि त सौजी रुख रहेछ अब कति टाइम लाग्छ यहाँबाट त्यहाँ झर्ना पुग्नु वा सुमनको स्कुटर चाहिँ के भयो स्कुटर आयो स्कुटर आएछ आउँदैछ अर्को बुलेट पनि आउँदैछ आइए के भयो सजिलो भयो त्यहाँ हेर्न को त्यहाँ हो बुलेट ए अरुण यहाँ हो भेटघाट त्यही त कस्तो गयो त नि ल मैले रोके यो कहाँ हो यो के भन्छ यो ठाउँलाई भुसुने ए भुसुने रे ल भुसुने यो त पारवाला हो नि त एकदम भुसुने ल ठाउँको नाम भुसुने यहाँ धुसुनेहरू ठाउँको नाम के अरे भुसुने रे धुसुने यहाँ धुसुने ल धुसुने ओके अब यहाँबाट नि हामी अझ अगाडि जान्छ अब कति मिनट लाग्छ त्यहाँ पुग्नु ए हो ल ल सौजी अब अहिले यहाँ घाँस काटेर ल अब चाहिँ 10 मिनट लाग्छ त्यसपछि हामी फेरि गाइज अब हामी यहाँबाट पनि अगाडि बढ्दैछौँ है त
साँच्ची हो म लान्च बनाउन चाहिरहेको स्ट्यान्ड द स्ट्यान्ड खान न होम द स्ट्यान्ड के पूजा गर्नु पेट पूजा साँच्ची हो नि भयो साँच्ची लान्छु यहाँ त खसी किन्नु तपाईँलाई चाहियो भने किने लान्छ अस्ति खसी कहिले चाहियो भने लाने भने जाने बेलामा तिम्रो नम्बर लान्छु म जाने बेला लाने भाइले पछाडि ल बुढा कसम ल साउनी रोम दाइसँग भर्खर लिएर फाइनली तीन धारा चाहिँ आइपुग्यो ल है तीन धारा त्यसपछि अब यो पुरा है यहाँबाट हिँड्दै जानुपर्छ बबाल बबाल छ है बबाल ल फाइनली तीन धारा आइपुग्यो अब यहाँबाट हामी हिँड्दै चाहिँ अब आज जान्छु कि भोलि जान्छु भोलि जान्छ होला त्यसपछि ब्रेकफास्ट गरेर भोलि जान्छौँ अनि त्यसपछि भोलि गएर नाइ गरेर फर्केर घुमेर भोलि फर्किन्छौँ ल फाइनली हामी चाहिँ तीन धारा यो रिजोर्टमा आएको छौँ अब हामी यहाँ टेन्ट सेन्ट लगाएर बस्छौँ है तीन धारा आइपुग्यो ओके फाइनली दामी छ है ल दामी छ तीन धारा त्यतिखेर चाहिँ हामी तीन धाराको यो फार्म हाउस अब यहाँ बस्छौँ हामी है टेन्टहरूमा टेन्ट छ त्यसपछि अब हामी त्यो टेन्टहरूमा बस्छौँ रमाइलो छ ब्लगर दाइ के छ हाम्रो च्यानलको नाम के हो दाइ बिग फ्यान बिग फ्यान बिग फ्यान दाइ इन हाउस क्रिएसन है इन हाउस क्रिएसन दिनेश लामा मात्र हो कम्पनी हो ग्रुपमा जाने क्या अनि आज दाइ अनि के गोप्रो खोज्यो तपाईँ आज गोप्रो आज बिर्सेछ ल्याउनु अर्को तपाईँ पालि प्रो हो नि त प्रो देखाएको छ यता जानु त कुरो बिग फ्यान दाइ अर्ग्यानिक भग हो कि अर्ग्यानिक अर्ग्यानिक मान्छे अर्ग्यानिक हामी आयुर्वेदिक हामी त्यो हाई गाई नमस्ते भन्ने त्यस्तो खाले हामी त एकदम नेचुरल एकदम जे छ त्यही छ जस्तो छ त्यस्तै देखाइरहेको छौँ जस्ताको तस्तै यता चाहिँ फोटोसुट भइरहेको छ म त मोमो ल फोटोसुट स्न्याक्समा के हो